हेलो एभ्रिवान, आजको भिडियो यति महत्त्वपूर्ण छ कि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने स्किप नगर्नु होला। यदि तपाईँले स्किप गर्नुभयो भने तपाईँ जिन्दगीभरि गधाको जसरी काम गरिरहनु हुनेछ। यदि तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने पक्कै पनि तपाईँको काम गर्ने तरिका पुरै कम्प्लिट रूपमा परिवर्तन हुनेछ या बदलिनेछ। आजको भिडियोमा एक यस्तो विधि तपाईँको लागि धेरै महत्त्वपूर्ण हुन सक्छ। यस्तो विधि सायद तपाईँले बिरलै सुन्नुभएको होला। तपाईँ जुनसुकै सेक्टरको व्यक्ति भए तापनि सबैको लागि उत्तिकै महत्त्वपूर्ण छ। तपाईँ फार्मर होस्, बिजनेस पर्सन होस् या स्टुडेन्टले किन होस्, सबै व्यक्तिहरूको लागि उत्तिकै उपयोगी छ। विधि यस्तो छ, ABCDE विधि। यस्तो विधि के हो त साथीहरू? यो विधि हो कामको विधि। कामलाई विभाजन गर्नुहोस्, टु डु लिस्ट बनाउनुहोस्। काम गर्नुहोस्, काम सुरुवात गर्नुभन्दा पहिले टु डु लिस्ट बनाउनुहोस् र कामलाई विभाजन गर्नुहोस्। ए कामलाई सबभन्दा महत्त्वपूर्ण काम मान्नुहोस्, बी कामलाई हल्का। त्यसै गरी ए काम यस्तो होस्, बी कामभन्दा धेरै महत्त्वपूर्ण, बी काम यस्तो होस्, सी कामभन्दा धेरै महत्त्वपूर्ण। त्यसै गरी कामलाई विभाजन गर्नुहोस् र त्यो काम जब ए काम नसिद्धिँदासम्म बी काम स्टार्ट नगर्नुहोस्। तपाईँलाई यति महत्त्वपूर्ण हुनेछ कि तपाईँको टाइम म्यानेजमेन्ट, तपाईँलाई सन्तुष्ट पनि के हुनेछ र तपाईँलाई फाइदा पनि के हुनेछ। यस्तो भिडियो सायदै कम भेटाउनुहुनेछ। भिडियोको अन्तिमसम्म हेर्नु होला, किनकि यो भिडियो बिचमा स्किप गर्नुभयो पनि तपाईँले धेरै कुराहरू सिकाउनुहुनेछ। साथीहरू, यो भिडियो अन्तिमसम्म हेर्न आग्रह गर्दछु। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि हाम्रो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनु, ताकि यस्तो भिडियो आउँदो समय अथवा आउँदो टाइमको लागि तपाईँको लागि मिस नहोस्। त्यसैले साथी, काम सुरु गर्नुभन्दा पहिले तयारी गर्नुहोस्। तपाईँको योग्यताको स्तर चाहे जतिसुकै भए तापनि तपाईँभित्र भएका यति धेरै सम्भावनाहरू छन्। ती सम्भावनाहरू तपाईँ आफ्नो एउटै जीवनमा ती सबै सम्भावनाहरू प्राप्त गर्न सक्नुहुन्न। त्यसैले तपाईँको क्षमता, पोटेन्सियल धेरै ठुलो हुन्छ। त्यसैले तर हाम्रो जीवन भनेको सीमित समयको हुन्छ। त्यसैले सबै कुराहरू प्राप्त गर्न सम्भव हुँदैन। त्यसैले ईर्दा ठोक पुस्तकको मुख्य सन्देश पनि यही नै हो, सबैभन्दा महत्त्वपूर्ण काम सबैभन्दा पहिले गर्नुपर्छ। त्यसैले तपाईँको लागि यो विधि एकदम उपयोगी हुनसक्छ। म छोटो ब्रिफ भन्न गइरहेको छु, ध्यानपूर्वक सुन्नुहोला। हामी दिनभरि व्यस्त हुन्छौँ, तर साँचो कुरा के हो भने महत्त्वपूर्ण काम अगाडि बढेको छ। आज म तपाईँलाई त्यो विधिको बारेमा मैले अघि नै भनिसकेँ, तपाईँलाई ABCD विधि। यो विधि तपाईँको लागि यति हेल्पफुल हुनेछ साथी हो। हामीले यो जीवनमा लागू गऱ्यौँ भने हाम्रो लाइफमा आएका कुनै पनि अपर्च्युनिटीहरू गुम्ने दिने छैन र हामी हरेक चिजको म्यानेजमेन्ट गर्न सक्छौँ, हरेक चिज समयलाई व्यवस्थापन गर्न सक्छौँ। त्यसैले सफलता संयोगले आउँदैन, सफलता तयारीबाट सुरु हुन्छ। यदि तपाईँ तयारी नगरिकनै सुरु गर्न चाहनुहुन्छ भने असफलता पहिले नै तपाईँको अगाडि सुरुवात भइरहेको हुन्छ। त्यसैले हामी धेरै मानिसहरू बिहान उठ्छौँ, मोबाइल स्क्रोल गर्छौँ अनि मोबाइल खोल्न सक्छौँ अनि दिन गएको पत्तै हुँदैन हामीलाई। त्यसैले हामीले बिहानको समय मोबाइललाई पहिले प्राथमिकता नगरेर एउटा आफ्नो आज दिनको लिस्ट रेडी गर्नुपर्छ। तपाईँ बेलुकातिर सुत्नुभन्दा अगाडि नै रेडी गर्दा अति नै राम्रो हुन्छ। यदि जतिसक्दो बिहान उठेर एउटा लिस्ट स्टार्ट गर्नुहोस्, कपी पेन आफ्नो सिरानीमा राखेर राख्नु र बिहान उठ्ने बित्तिकै त्यो पेनमा लेख्नुहोस् आज काम के गर्ने भनेर। त्यो यस्तो लिस्ट हो जुन लिस्टले तपाईँलाई धेरै हेल्पफुल गर्नेछ। ABCD गरेर कामलाई विभाजन गर्नुहोस्। तपाईँ कतिवटा काम छ, अब त्यसै अनुसारले ABC मात्रै पनि सक्छन्। तपाईँको हिसाबले भर पर्ने कुरा। तपाईँ आजको दिनमा के काम भ्याउन सक्नुहुन्छ, कति काम तपाईँ गर्ने क्षमता हुन्छ, त्यही अनुसारको सेड्युल बनाउनुहोस्। त्यो लिस्ट टु डु लिस्ट बनाइसक्यो भनेपछि प्रि प्लानिङ बनाइसक्यो भनेपछि तपाईँ अब स्टार्ट गर्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कामलाई सबभन्दा पहिले प्रायोरिटी राख्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण काम पहिले गऱ्यो भने तपाईँ अन्य अब आज यो दिनमा यो काम नगरेर तपाईँलाई सन्तुष्ट हुने छैन, तपाईँ खुसी हुने छैन भने त्यो कामलाई सबैभन्दा पहिले प्रायोरिटी राख्नु पर्यो। त्यसपछि बी काम। तपाईँ ए काम पनि यस्तो एउटा ठुलो काम हुनसक्छ। ए काम जस्तै सबभन्दा कठिन काम हुनसक्छ, सबभन्दा ठुलो काम हुनसक्छ। ए काम यसरी पनि विभाजन गर्न सक्नुहुन्छ। जस्तै ए काम त छुट्याउनु, त्यही त A1, A2, A3, A4 गरेर तपाईँ त्यसलाई पनि सेड्युल बनाउन सक्नुहुन्छ। त्यसपछि बी काम। जब ए काम पुरा
फिनिस हुँदैन तबसम्म बी काम स्टार्ट नगर्नुहोस्। किनकि जब तपाईँ ए काम सिद्ध्याउनुहुन्छ तब बी काम गर्नुको लागि पनि प्राउड फिल हुन्छ तपाईँलाई। त्यसैले पहिले ए कामका कामहरू पुरै सिद्ध्याउनुहोस्, त्यसपछि बी काम चाहिँ स्टार्ट गर्नुहोस्। त्यसैले मैले भनिसकेँ अघि ए काम कसरी बनाउने भन्दाखेरि ए काम पनि एउटा ठुलो काम हुनसक्छ। जस्तै त्यहीभित्र पनि A1 A2 A3 A4 A5 कति हुन्छ, अब त्यसै गरी सेड्युल बनाउन सक्नुहुन्छ भित्र। त्यसपछि बी काम यति ए काम जति महत्त्व हुँदैन नहोस्। सायद तपाईँले ए काम रोज्नु भएको छ त्योभन्दा हल्का कम महत्त्व होस् बी काम, बीबाट सी काम, त्यसरी CDE अब कतिवटा कामहरू छन् तपाईँमा दिनमा पुर्याउने। यो भनेको डे बाई डे रुटिन टु डु लिस्ट सेड्युल बनाएर काम गर्ने तरिका हो। यो अपनायो भने लगभग तपाईँले 1 महिनासम्म हामीले अपनायो भने ठ्याक्कै हाम्रो काम गर्ने तरिका जीवन नै परिवर्तन हुन्छ। धेरै टाइमको म्यानेजमेन्ट हुन्छ, हरेक चिजको हामीले खुसीपन के गर्न पाउँछौँ, रमाइलो गर्न पाउँछौँ। किनकि जब काम सिद्ध भने त हामी खुसी हुन्छौँ नि। जब काम थुपार्दै गयो भने आजको काम आज थुपारो, भोलिको काम भोलि, अनि थुपार्दै ठुलो पहाड जत्रै लाग्छ हामीलाई त पछि त्यो काम गर्नै नै सक्दैन। त्यसैले कामलाई विभाजन गरेर काम गर्दाखेरि हामीलाई एकदम सहज महसुस हुन्छ। जब काम स्टार्ट कुनै पनि ठुलो कामलाई एउटा सानो भागमा विभाजन गर्ने। यदि तपाईँलाई एउटा ठुलो हात्ती छ, त्यो हात्ती कसरी खान सक्नुहुन्छ भने कसैले के भन्नुहुन्छ, तपाईँ त्यो हात्तीलाई कसरी भन्दा सानो रूपले त खानु होइन। त्यसैले हात्ती फर इक्जाम्पल है, यो मैले रियल्ली भनेको होइन, फर इक्जाम्पल एउटा हात्ती खानको लागि या हो त्यो हात्ती सम्झनुहोस् तपाईँको लागि एउटा ठुलो काम। त्यो ठुलो काम ए हो सबभन्दा महत्त्वपूर्ण काम भनेको ए हो। त्यसो भए त्यो ए कामलाई A1 A2 A3 A4 गरेर पनि टुक्रा गरेर त्यसलाई गर्न सक्नुहुन्छ सेड्युल बनाएर। तब तपाईँलाई प्राउड फिल हुन्छ, त्यो काम सिद्धिने बित्तिकै प्राउड फिल हुन्छ। विश्वका जति पनि धनी व्यक्तिहरू यिनीहरू हार्ड वर्किङले गरेका हुन्। यिनीहरूले त पहिले नै प्री प्लानिङ बनाएर योजना बनाएर आफ्नो रणनीतिलाई सही ठाउँमा चलाएर राज गरेका हुन्छन्। त्यसैले जस्तै वारेन बफेट, स्टिभ जब्स, बिल गेट्स, एलन मस्क, जेफ बेजोस अनि मुकेश अम्बानी, यी भनेका राइट टाइमका राइट मास्टर हुन्। यिनीहरू आफ्नो राज चलाउनको लागि आफ्नो सही डिसिजन सही टाइममा राइट डिसिजन लिएर सही टाइमका मास्टर हुन् यिनीहरू। त्यसैले तपाईँ पनि हामी पनि यसरी सेड्युल बनाएर काम गर्दाखेरि हामीलाई धेरै मद्दत हुनसक्छ। यो भिडियो यदि तपाईँलाई मन पर्यो भने हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनुहोस् ताकि यस्ता भिडियोहरू मिस नहोस्। अहिलेको लागि यति नै, हामी अर्को भिडियोमा भेट्नेछौँ। हस्त नमस्ते।